तीज आउन लाग्यो साडी किन भन्यो भने साडी पनि छैन अब दोकान डुलम भन्यो भने यस्तो चर्को घाममा ओ माइ गड म त जान सक्दिनँ बरु अनलाइनै हेर्छु के थाहा यसो के पाउँछु कि अनलाइनमा है ती साडी हेर्ने त 100% आउँछ मात्र 3000 मा रे त्यही पनि साडी र ब्लाउज ओ माई गड कुन ठाउँमा रहेछ यो सिन्डेला बुटिक लोकेसन ओ कहाँ रहेछ यो हेलो मम्मी यहीँ पोखरामा यति राम्रो अफरमा दिइरहेको छ साडी 3000 मा साडी र ब्लाउज म त किन गएको अब मलाई पैसा पठाइदिनु न बरु 3000 है ल म त गइहालेँ किन हालिदिनु है एकाउन्टमा टिकटकमा हाल्नु भन्दै थियो नि है 3000 को त्यो वाला साडी के मलाई देखाउनु नि 3000 नै हो सबै के साडी अब 3000 को साडी मात्रमा नि हामीसँग फरक फरक डिजाइनको छ एउटा चाहिँ गणेश डिजाइनको भयो अनि अर्को चाहिँ यो व्हाइटमा मरुनवाला राम्रो अनि यो चाहिँ अलि ठुलो मयुरवाला भयो नि त यो त यो चाहिँ अलि धेरै बुट्टा गरेको रहेछ है एउटा यो डिजाइनमा हो यो वाला हो कि मैले चाहिँ टिकटकमा यो देखेर आएको कि मलाई चाहिँ यो वाला मन पर्यो खै अरू के पनि छ अर्को रातोमा चाहिँ यो मयुर अनि यसलाई साँच्चै 3000 हो हजुर 3000 अनि त्यहाँ त फेरि अनलाइनमा त अनि ब्लाउज पनि भनेको थियो त ब्लाउज पनि छ तर अनस्टिच नसिलाएको ब्लाउज चाहिँ साडीमै पाउनु त पाएको है मलाई त सबै मन पर्यो के भन्ने हो मलाई त सबै साडी मन पर्यो दिदी मलाई सबै प्याक गरिदिनु न हुन्छ डिस्काउन्ट गरिदिनु न बरु यति धेरै लाग्यो त अलिअलि डिस्काउन्ट त हुन्छ होला नि बरु अब डिस्काउन्ट पनि हामीसँग 10 पिसबाट माथि लग्ने मतलब मैले 10 पिस लग्यो भने मात्रै डिस्काउन्ट हुन्छ न त हुँदैन भन्छ त मलाई 10 पिसै हाल्दिनँ त म डिस्काउन्ट लिन चाहन्छु ल हुन्छ म फेरि फेरि पनि आउँदै गर्छु नि दिदी यसरी नै मिलाइदिनु भयो भने अब अर्को पालि त अलिक ज्यादा डिस्काउन्ट पाइन्छ थ्याङ्क यू दिदी धन्यवाद